महाधिवेशनको विषयलाई लिएर नेपाली काङ्ग्रेसभित्रको असन्तुष्टि थप चुलिएको छ। महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनका लागि कार्यकर्तालाई अगाडि बढ्न निर्देशन दिँदै विज्ञप्ति जारी गरेपछि हिजोदेखि आज बिहानसम्म पनि केन्द्रीय कार्य समितिभित्र महामन्त्रीद्वयलाई कारबाही गरिनुपर्ने र आगामी वैशाखभित्रमा भए पनि नियमित महाधिवेशन गर्ने गरी अगाडि बढ्न संस्थापन निकटका नेताहरूले सुझाव दिइरहेका छन्। यसैबीच नेपाली काङ्ग्रेसका नेता गुरु घिमिरेले विशेष महाधिवेशन रोक्न जबरजस्ती गरिए हुन सक्ने राजनैतिक दुर्घटनाको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्। केन्द्रीय कार्य समितिले पूर्व निर्धारित नियमित महाधिवेशन आगामी वैशाखका लागि सार्ने सुझाव दिइरहेको बेला उनले विशेष महाधिवेशन रोक्न जबरजस्ती गरिए हुन सक्ने राजनैतिक दुर्घटनाको जिम्मेवार नेतृत्व हुने दावी गरेका छन्।